Gusto mo. Guys, gusto mo ka brown kung video. Mau video. Itu masalah ya. कति भयो 500 रुपैयाँ भयो बहिनी बाउले आइफोन किनिदिएको यही देख्नु रहेछ हैन बाउले आइफोन किनिदिएको आज धेरै मानिसहरू सोशल मिडिया र इन्टरनेटको कारणले गर्दाखेरि निर्णायक बनिरहेका छन् र आज तपाईँ र हामी पनि त्यही निर्णायक बन्नलाई बाध्य भइरहेका छौँ। तपाईँले यस्तो आवाजलाई सुन्नुहुन्छ जब तपाईँ ऐनाको अगाडि बस्नुहुन्छ एउटा आवाज हामीले सुनिरहेका हुन्छौँ उसले भन्दछ त केही पनि गर्न सक्दैनस् त कहिले पनि अगाडि बढ्न सक्दैनस् त राम्रो छैनस् तर यी सबै कुराहरू झुट हुन्। समग्रमा भन्नुपर्दा चाहिँ हाम्रो पहिचान कुनै पनि संसारिक थोकले वा संसारको व्यक्तिहरूले दिँदैन तर जसले हामीलाई सृष्टि गर्नुभयो उहाँले हामीलाई उद्देश्य योजना र आफ्नो प्रेममा बनाउनु भएको छ र उहाँले नै हाम्रो पहिचान हामीलाई त्यसमा दिनुहुन्छ। हामी कुनै पनि कुराले शर्माउनु पर्ने लजाउनु पर्ने चाहिँ हुँदैन किनकि हाम्रो आवाजले हाम्रो अनुहारले हाम्रो सुन्दरताले र हाम्रो सुनाइले चाहिँ हामीलाई त्यो हामी को हो भन्ने कुरा चाहिँ डिफाइन गर्दैन। हुन्छ आजलाई यति नै अब अर्को हप्ता हामी फेरि भेट्नेछौँ है त। हुन्छ हामी जाउँ आजलाई चाहिँ बहिनी जाँदै गरौँ हामी। हस् हुन्छ बाई बहिनी। तपाईँ अनिता होइन र? हजुर बसेर कुरा गरौँ न है। तपाईँ सन्चै हुनुहुन्छ? तपाईँ यस्तो बोल्ड कसरी हुनुहुन्छ?
तपाईँ पनि त मलाई भेट्न यहाँसम्म आउनुभयो, त्यो पनि त एउटा बोल्डनेस हो नि, होइन र? मलाई पनि तपाईँ जस्तै ब्रेभ हुन सिकाइदिनुहोस् न। तपाईँ म जस्तो बन्नु नै पर्दैन, किनकि तपाईँ आफैमा विशेष हुनुहुन्छ। अनि मलाई आफू नै मन पर्दैन भने? म तपाईँलाई एउटा सत्य कुरा भनौँ, तपाईँ र मलाई जस्तो सृजना गर्नुभयो नि, उहाँले हामीलाई त्यत्तिकै बनाउनु भएको होइन। उहाँले हामीलाई बनाउनुको अगाडि पनि एउटा विशेष कारण छ। तपाईँ फ्याक्ट्रीमा बनाइएको सामान जस्तो होइन। तपाईँ जन्मिनुभन्दा अगाडि नै उहाँले तपाईँलाई चिन्नुभएको थियो र तपाईँको बारेमा सबै कुरा थाहा थियो। तर संसारले यी सबै कुराहरूलाई चाहिँ दबाउने कोसिस गर्दछ, सबै तपाईँको आइडेन्टिटीलाई चाहिँ लुकाउने कोसिस गर्छ। त्यही भएर त्यसले तपाईँलाई धेरै झुटहरू बोल्ने गर्दछ। झुट हो नि, संसारले चाहिँ तपाईँलाई आफू जस्तो बनाउनको लागि विभिन्न प्रकारको दबाब डाल्छ। आफू जस्तै बनाउनको लागि तपाईँलाई विभिन्न प्रकारको नराम्रो कुराहरू भन्दछ र त्यही नै झुट हो। तपाईँ यस्तो स्योर कसरी हुन सक्नुहुन्छ? पक्नुहोस् ल, यहाँ चाहिँ क्युआर छ, तपाईँले चाहिँ यसमा स्क्यान गऱ्यो भने केही जानकारीहरू पाउन सक्नुहुन्छ। हामी पछि भेटौँला है त, म अहिले जान्छु। बाई।